And सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। र आज चाहिँ धेरै पछि भिडियो बनाएको छ किनकि भाइभाको कारणले गर्दाखेरि भिडियोहरू बनाउन पाएको थिएन र फाइनली भाइभा सकिसकेको छ। आज चाहिँ आफ्नो जिममा भिडियो बनाइँदैन किनकि आज अर्कै जिम जाने सोचिरहेछौँ साथी र म, किनकि जिमको फी पनि सकिसकेको थियो र जिममा नि जानलाई हल्का ग्याप भएको थियो। अनि आज चाहिँ नयाँ जिम ट्राई गर्ने भनेको छौँ अनि भोलिदेखि फेरि आफ्नै जिम जानुपर्छ। So let's go. so फाइनली आइपुगिसकेको छ। लेट्स सी कस्तो हुन्छ। And so फाइनली अब यो चेन्जिङ रुममा छौँ। अब चेन्ज गरेर एक्सर्साइज गर्नतिर लागिन्छ। लेट्स सी। बेलुका अब खोल्तीमा खाने कहाँ खोल्तीमा हाल्छ? घरमा हाल्नुहोस्। लगर त जुन राख्दै हुन्छ लकर किन्नुपर्छ हौ लकर। मैले किनिसकेको। मलाई धेरै थाहा भएर जिम गर्छ मलाई धेरै थाहा भएर जिम गर्छ। किन केटी मैले पानी हाल्छ मैले पानी हाल्छ। यस्तो हावाको हात सब सुन्दै रहेछ। के हो खाएर केटी छोड्ने कुन दिएको किरा छ र के हो खोल्न कस्तो लागिरहेको। मान्छे छैन चप्पल त छ त होइन जान्छ। आज चेस्ट एन्ड ट्राइसेप हानिन्छ। कति दिन भइसक्यो थियो जिम नगएको। हेरौँ कति हाल्न सकिन्छ। फर्स्ट एक्सर्साइज इन्क्लाइन डम्बल प्रेसबाट स्टार्ट गर्ने कि पुसअपबाट हाल्ने? पुसअपबाट हाल्ने ल। फर्स्ट एक्सर्साइज पुसअपबाट स्टार्ट गर्ने, त्यसको हेरौँ कति हाल्न सकिन्छ। लगभग 2 सेट हान्ने, 30 to 25 रेपिटेसन। यसको फर्स्ट एक्सर्साइज चेस्टको पुसअपको लगभग 2 सेट हान्ने, 20 to 35 रेप्स। यसको सेकेन्ड एक्सर्साइज इन्क्लाइन डिबी प्रेसको 2 सेट टिल फेलियर। 25 kg को छ फर्स्ट सेटमा, फर्स्ट ट्राईमा 25 kg, सेकेन्डमा 30 ट्राई गर्छु। 13 सक्दैन जस्तो लाग्यो। कस्तो भारी लाग्यो। अरू त्यो हाम्रो पहिलाको जिम छ त्यसो भन्दा आफैले हान्छ।
हान्छ 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 ठिक छ हुन्छ अनि यहाँ भएपछि 27 नि छ है 27 चाहिँ हाम्रो चल्नु बस हान्छ है Wait. Up. Sorry, Dad. लास्ट टु I did what? अनि 27 केजीको 30 केजीको किन हो सक्दैन जस्तो लाग्यो त्यसैले 27 हान्ने यसको आठ रेटमा निस्किन्छ होला नि Tan. सो नेक्स्ट एक्सर्साइज पेक फ्लाइको लगभग यसको 2 सेट टिल फेलियर Last. up. Last sit. Ngoan thôi, 괜찮아, 되게.
यो मेसिन चाहिँ थाहा छैन के भन्छ यसको के छ चेस्ट फेस छ नाम चाहिँ अब हाम्रो जिममा चाहिँ छैन फर्स्ट टाइम ट्राई हानेको मिठो गरे यार तर सो चेस्टको एक्सर्साइज एन्ड भइसकेको छ अब चाहिँ ट्राइसेपको फर्स्ट एक्सर्साइज टिबी ओभरहेडको 2 सेट टिल फेलियर राइट लेट्स गो 25 केजीको छ हाम्रो जिम भन्दा ठुलो देखिन्छ Done. Nice. लास्ट सेट टिल फेलियर 27.5 केजीको छ फर्स्ट टाइम ट्राई गर्न लागिरहेको छु लेट्स गो Easy 앞에 안 돼. 난. लास्टको सेटमा त मलाई गाँठो भइदिएर कस्तो हो? सो नेक्स्ट एक्सर्साइज केवल रोप पुश डाउनको छ यसको लगभग यसको नि 2 सेट नै हान्ने लेट्स गो सो अब एक्सर्साइज सक्यो अब कपाल काट्न जान्छ आजको वर्कआउट त्यस्तो राम्रो गयो जस्तो लागेन त्यही पनि ठिक छ बिचमा गीत बजाइदिएको भएर राम्रोसँग बोलेको रेकर्ड गर्नै पाएन ल सी इन द नेक्स्ट ब्लग